Alright, so we're almost at the ticket counter place now. Climb up towards Great Wall. Video photo चाहिँ दाइ दाजुहरुको आउनु पर्यो भने एउटा नि हाओ चासा हाओ गाइस ल्याउनु भएछ नि ब्याक ल्याइन सर मैले त हो नि नमस्ते अरुल सर हेलो नमस्ते मेरो दाइ गाउने दाइ शिव दाइ यो त बेस्ट हो हेलो सर के छ हेलो गुड मर्निङ सर गुड मर्निङ नि हाउ छ गुड मर्निङ दाइ गुड मर्निङ दाइहरु सबैलाई गुड मर्निङ है दाइहरु ल काका ठिक छ गुड मर्निङ म्याम के छ आजकल दाजु के छ हो दाइ एभ्रिथिङ इज फन्टास्टिक 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 नि हाओ हाम्रो चाहिँ यहाँ दोर्जे सर हुनुहुन्छ हेलो हेलो नमस्ते गुड मर्निङ आज चाहिँ हाम्रो प्लान के छ दोर्जे सर भनिदिनुहोस् आज हाम्रो प्लान भनेको चाइनाको ग्रेट वाल घुम्ने प्लान हो सो हामी भर्खर यहाँ आइपुग्यो कति बवाल बिल्डिङ हेर्नु यहाँ Alright guys, हामी जाने छौँ त्यहाँ माथिको त्यो यस्तो जाने हो यता पनि रहेछ त्यहाँ चाहिँ ग्रेट वल रहेछ यता पनि छ सर ओ यही रहेछ ग्रेट वल बिर्सिरहेको ल ग्रेट वल चाहिँ यहाँ पनि रहेछ हामी हिँड्ने ग्रेट वल चाहिँ पछाडिको त्यही ग्रेट वल हो अब अलि माथि जाने हामी ट्राई गर्छौँ जानेछौँ त्यो माथि जाने चाइनाको धन्दा पनि बबालै देख्दो रहेछ So what's up everyone? So we're here in the Great Wall. Great Wall छिर्दैछौँ भित्र कुना काप्छ ओ यो दामी रहेछ दाइ कस्तो ग्रेट वाल दामी दाइ ओ यो चाहिँ खिच्न पर्ने रहेछ GoPro stop recording video. So alright everyone, so we're here in Great Wall. And I don't know how many people they have made this place. But looks good place. Wow. Interesting place. के छ दाजु हालखबर ठिक छ गर्मी छ ग्रेट वल चढ्दा कस्तो भइरहेछ दाइ ग्रेट वाल चढ्दा ग्रेट त्यही भइरहेछ ग्रेट होइन गुड एक्सपिरियन्स उकालो नि उकालै हेरेछ है है कहाँ कस्तो दाइ हेर्दा उकालो देख्नु तर उकालै छ त यो 15-20 डिग्री होला नोरी टाक्नु पर्ने छ त्यही त है फिक्स र हाल्नु पर्ने छ यो दाइ के छ नोरी टाक्नु पर्ने छ मानेजीको भिडियो बनाऊ है कहाँ मानेजीको भिडियो हाल्न मिल्दैन किन नमिल्नु अब कहाँ यहाँ फेरि को यस्तो मान्छे यो श्रीमा दाइ के हो यस्तो यो देखौँ हुनु पर्छ हामी अब यो एभरेज चढेको मान्छेलाई यो त खासै गाह्रो होइन नि त यो उकालो त थाहै भए पनि त्यहाँ के रहेछ ग्रेट वाल पछाडि बवाल भइरहेछ हेलो है मुङ्गा दाइ के छौ ठिक छ ठिक छ दाइ
यहाँ हाम्रो यसको बिजोग भइरहेछ हेर्नु दाइ जम्दै यहाँबाट जम्दै ल ल अघि दाइ यो पनि मजा आयो दाइ डोरी टाङ्ने ठाउँ रहेछ दाइ ल अहिले चाहिँ थोरै सास फेर्ने ठाउँ चाहिँ छ सबसे टप चाहिँ त्यो जस्तो होइन दाइ त्यहीसम्म जाने हो दाइ त्यहाँसम्म त जाउनु भने है त्यहाँसम्म जाउँ अनि फर्किनु ल दाइ ल पसिना आउँछ नि त मजाले ल ल ल गयौँ दाइ ल हुन त जति गयो नि यस्तै हो त्यस्तै हो दाइ हो सकिने भयो भने छैन हेलो शिव दाइ के छ हेलो हेलो सब ठिक छ थाक्नु भएको छैन नि छैन छैन कहाँ एभरेस्ट चढाइ मेरो दाइ थाक्नु भयो भने सकियो नि उता उजाल्नु रहेछ ठुलै पो रहेछ त यो त निकै ठुलो रहेछ नि केवल गाडी चाहिँ कता जानुहुन्छ हजुर दाइ एकछिन है दाइ यहाँ के रहेछ हेरिहाल्यो दाइ अब कसरी बनायो होला यस्तो चिज बब्बाल बब्बाल ओइ दाइ लगाइच यहाँ चाहिँ हामी टक्क ग्रेट वलमा छौँ यताबाट बाहिरको भ्यू यस्तो छ यस्तो हेर्न पनि मिल्यो So what's up everyone, so I just took photo, so now like this, so now they are doing, hello, thank you very much, I got the certificate, oh, thank you very much, I'm so happy, thank you, shishi, yay, I'm so happy guys, I got this certificate now. So alright everyone, so अहिले चाहिँ हामी यहाँनेरि ग्रेट वलमै छौँ ग्रेट वल हेर्न नि रमाइलो भइरहेछ गाइस अलिपे गर्छ गर्दो रहेछ सो अहिले चाहिँ हामी एकदमै रमाइलो ठाउँमा छौँ यहाँ हाम्रो यो ग्रेट वल यहाँ यस्तो रक सक पनि हेर्न पाउने हाम्रो दाइहरू यहाँ हिरोहरू बस्नु भएको छ विकास दाई यहाँ हाम्रो गोकुल दाई हाम्रो वकिल साहब झन् खतरा होइन म झन् दामी वकिल चाहिँ होइन दाइ सरी वकिलै हो तर भन्न चाहिँ मिलेन त्यसपछि यहाँ हाम्रो केदार दाई फोटोसुटमा दाइ एउटा फोटोको त फेरि एउटा फोटोको पैसा लिन्छ नि यिनीहरूले ए Looks amazing, huh? एकदम रमाइलो भइरहेछ गाइस दामी सरी वाउ So hello, what's up everyone? So अहिले चाहिँ यात्रा अझै दामी भइरहेछ म यो बाटो झुक्केर छु तल पुगेको थिएँ अहिले चाहिँ उता तल यहाँ पनि कस्तो रमाइलो घुम्दै घुम्दै माथि गएको बाटै बन्द सक्यो इन्डिङमा गएर आयो है पानी पर्यो हावाहुरी चल्यो रमाइलो भयो जे होस् है हैन हो नि चाहिने रहेछ टिकेकै मान्छेलाई चाहिँ है त्यस्तो इजी त होइन है लट्ठी त्यसै बेच्नु राख्यो यस्तो रमाइलो